आज चाहिँ हामीले यसो घरमा बसिरहेको थियौँ कि आवाज आयो के रहेछ भनेको त चरा पो अड्किरहेको रहेछ। अब यहाँ निकालौँ भनेको पुरै अड्केछ। अब काट्ने चिज ल्याउन पठाएको आउँदैछ। मजाले अड्किए चाहिँ निस्किनै नसक्ने फेरि दुईटा रहेछ। बसेर नि काट्दिनु एउटा यहाँ काट्दिला बिस्तारै अब उसको फोटो काट्ला है त्यहाँ बनायो नि फेरि टोक्दो पो काट्दिन गरेको त टोक्छ पो त्यो किन हामीलाई लाग्यो कि अगाडि डर खुट्टा काटेला ल के गइजी पनि कस्तो लाग्यो ल कस्तो कराको डरायो नि त पकेटा काटेर छोड्दियो भने चाहिँ अनि यही बस्छ के पकेटा काट्दिने भने पनि यहाँ हैन कराउँदा झन् अल्झेछ कि यिनीहरू डरायो टोकेर नै बिरालोलाई एकचोटि कस्तो कराउँदो रहेछ नि अर्कै मान्छे बोलाउँछ होला हौ यसले ए मान्छे रे यसको उसलाई बोलाउला नि साथीहरूलाई के गरेको त्यो जिब्रो बचाउन आएको दुईटै पर्यो क्या आमामा जिब्रो कति लामो त्यही भयो होला काकाले हेर्नु भएन जिब्रो यो चालले पनि धेरै काम गर्छ अझ तल राखेर नेउरी मुसा त भित्र छिराछ नि भन्ने बेला मार्न पनि जिब्रो हेर्नु गर्छ नि त फड्केर मुखले त्यसमा काटिहाल्न सक्दैन पकेटा काट्दिन अलिकति वरिपरि बस्छ यिनीहरू बाबा काका हौ कहीँ पनि जाँदैन जिब्रो देख्नु भएन होइन अहिले खण्ड काट्दैन जिब्रो देख्नु भएन अघि यिनीहरूको बच्चा हो कि फेरि कतै काका हौ उड्ने हो कि ओ काका अनि यो त उड्ने हो कि यिनीहरूको चाहिँ बच्चा काका हौ जिब्रो देख्नु भएन अघि